यो के हो रहस्यमय पहरो। वाओ। हेलो गाइज, वेलकम टू माई न्यू ब्लग्स रस्ताहाल ब्लग युट्युब च्यानलमा स्वागत छ। आज भने मैले चाहिँ ट्राभल ब्लग लिएर उपस्थित भएको छु सिक्किममा, गाउँपालिका वडा नम्बर 6 मेहेले ताप्लेजुङ जिल्लाको साथीहरू। यो चाहिँ टक्कर ट्राभलिङ ब्लग लिएर उपस्थित भएको छु खरबारी र जङ्गलघारी। टक्कर भिडियो अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। हाम्रो गाउँघर भिलेज लाइफस्टाइल ब्लग सम्बन्धी भिडियो मकै उम्रिसकेछन्, गोड्ने बेला भइसकेछ। साथीहरू, तपाईँहरूकोतिर के कस्तो छ लाइक कमेन्ट गर्दै गर्नुहोला। यो चाहिँ हाम्रो गाउँ। टक्क अब खरबारी हुँदै म चाहिँ घरतिर जानेछु। आजको छोटो मिठो ट्राभल ब्लग 3 मिनटको छ। फुल वाच गरिदिनु होला। मेरो वाच टाइम कम छ, मात्र 51 घन्टा मात्र छ। प्लिज साथीहरू सपोर्ट देखाइदिनु होला। यो माथि देखिरहेको हाम्रो स्कुलको डाँडा हो। टक्क अब चाहिँ उकालो झर्ने क्रममा छु। तपाईँहरू भिडियोलाई लाइक, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी उकालो बढ्नु होला। यो पहरो चाहिँ रहस्यमय पहरो हो। यो पहरोको माथिबाट मैले अहिले ब्लग बनाउँदै झरेको। यो चाहिँ टक्क हाम्रो चिटिक्क परेको गाउँ होइन साथीहरू। तपाईँहरूलाई कस्तो लागिरहेको छ भिडियो लाइक कमेन्ट सेयर गर्दै गर्नुहोला। यो माथिको चाहिँ पहरो रहेको छ। हामी यहाँबाट जस्तो आवाज लिएर कराउँछौँ त्यस्तै आवाज गरिदिन्छ त्यहाँबाट, तर आफ्नै आवाज हो साथीहरू। ठोकिएर आवाजसँग मिसिएर आएको हो। यो चाहिँ हाम्रो खरबारी। यहाँको खर काटेर गाईको ग्वाली गोठहरू छाउने गर्छौँ। तपाईँहरूकोतिर त टिकै पर्मानेन्ट छ होला र यो हाम्रो चाहिँ चिटिक्क परेको गाउँ। भिडियोलाई फुल वाच गरिदिनु भएकोमा धन्यवाद। एक सेयर पनि गरिदिनु होला साथीहरू।